नमस्कार। श्रीमन नारायण। कुनै पनि व्यक्तिको मृत्यु भइसकेपछि यदि छोराको व्रतबन्ध भएको छैन या जनै लगाइएको छैन त्यो बेलामा भने हाम्रो समाजमा तुरुन्तै प्राण गइसकेपछि जनै लगाइदिएर काजक्रिया गराउने प्रचलन छ। यो शास्त्र विरुद्ध र व्यवहार विरुद्ध पनि छ। किनभने प्राण गइसकेपछि जुठो लाग्छ, मरण शौच लाग्छ। मरण शौचमा जनै लगाउनु हुँदैन। व्रतबन्धको विशेष महत्त्व छ। विशेष परिस्थितिमा गरिने विशेष विधि पुर्याएर लग्नमा गरिने व्रतबन्धको विधान हो। यसमा व्यवधान हुन्छ। तर के गर्ने त भन्दाखेरि त्यो छोरालाई व्रतबन्ध गरेको छैन भने पनि व्रतबन्ध नगरिकन जनै नलगाएर नै क्रिया गर्ने अधिकार प्राप्त छ। यसका लागि अलिकति अध्ययन गर्नुपर्छ। निर्णय सिन्धु सुधावृत्तिमा स्पष्ट उल्लेख गरिएको छ। अनुपेतोऽपि कुर्वीत मन्त्रवत् पैतृमेधिकम् यद्देशौ कृतचूडा स्यात् यदि स्यात् च त्रिवत्सर पित्रोरनुपनीतोऽसि विदध्यातौ रसश्रुत और्दो देहिकमन्येतु संस्कृता श्राद्धकारिण। त्यसैले छोराको 3 वर्ष पूरा भएको छ र चूडा भएको छ भने त्यसपछिको अवस्थामा उनले शारीरिक रूपमा अशक्त अवस्थामा मानसिक अवस्थामा गर्न सक्दैन भने बेग्लै कुरा। नभए 3 वर्ष पूरा भएको र चूडा भएको छोराको हकमा बुवा आमाको काजक्रिया जनै नलगाइकनै गर्न पाउने विधान छ। त्यस्तो छोरालाई त्यति बेला प्राण गइसकेपछि एउटा बाहुन खोजेर जनै लगाइदिने कुरा भन्दा जनै नलगाएर नै काजक्रिया गराउनु पर्छ। 10 दिनसम्मका कार्य र वर्ष दिनसम्मका कार्य सबै सकेर वर्षी पश्चात उनले चाहिँ विधि पुर्याएर फेरि उत्तरायणमा लग्न जुराएर व्रतबन्ध गर्नुपर्छ। यो जुठो परिसकेपछि लगाइएको जनैको असर रहँदैन। त्यस्तो छोराको हकमा त्यो प्राण जाने बित्तिकै जनै लगाउनु हुँदैन। शास्त्र विरुद्ध छ, व्यवहार पनि विरुद्ध छ। त्यस्तोको हकमा जनै नलगाएर नै काजक्रिया सुरु गराउनुपर्छ। वर्ष दिनसम्मका कार्य सिद्ध्याउनुपर्छ। जनैको ठाउँमा सेतो उत्तरीय वस्त्र कानमा राखेर सभ्य अपसभ्यको नियम अपनाएर काजक्रिया गराउनुपर्छ। निर्णय सिन्धु चूडा 787 श्लोक र सुधावृत्ति 719 हेरेर अझै क्लियर भएर सबैले काम गर्नुहुन अनुरोध गर्दछु। नमस्कार।